अर्को हप्तादेखि नेपालमा सुरु हुँदैछ एउटा यस्तो शो जहाँ सपना, संघर्ष र सक्सेस एउटै मैदानमा आउँदैछन्। शार्क ट्याङ्क नेपाल। शार्क ट्याङ्क त नेपालमा आउँदैछ, तर धेरै नै हाइप भएको यो शोको शार्कहरू चाहिँ को हुन् त? कुन बिजनेसका ओनरहरू नेपाली शार्क ट्याङ्कका शार्कहरू छन्? उहाँहरूको विरासत कति पुरानो छ त? यी सबै हामी यस भिडियोमा हेर्नेछौँ। Let's talk about Hemraj Dhakal. He is one of the 5 sharks of Shark Tank Nepal. Hemraj Dhakal IME ग्रुपका को-फाउन्डर र म्यानेजिङ डाइरेक्टर पनि हुन्। नेपालमा रेमिटेन्स बिजनेसबाट नाम कमाएको IME ग्रुपको फाउन्डर हेमराज ढकालले आफू जापान बस्दाखेरि नेपालीले नेपालमा पैसा पठाउनु पर्दा भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै रेमिटेन्स कम्पनीको परिकल्पना गरेका थिए। उनी अहिलेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका भाइ पनि हुन्। IME ग्रुप अन्तर्गत विभिन्न खालका बिजनेसेसहरू पर्दछन्, जस्तै फाइनान्शियल सेक्टर अन्तर्गत IME रेमिट, ग्लोबल IME ब्याङ्क, IME लाइफ इन्सुरेन्स आदि पर्दछन्। त्यस्तै हस्पिटालिटी सेक्टरमा हेर्ने हो भने चन्द्रगिरी हिल्स केबल कार, CGH, मौलकालिका केबल कार, होटेलले हिमालय लाजिमपाट आदि पर्दछन्। त्यस्तै फेमस हाइड्रो पावर कम्पनी हिमालयन पावर पार्टनर HPPL पनि IME ग्रुप अन्तर्गत नै पर्दछ। माथि भनिएका कम्पनीहरू IME ग्रुप अन्तर्गतका केही फेमस ब्रान्ड्स र सर्भिसेसहरू हुन्। र अर्का फेमस शार्क हुन् सौरभ ज्योति। उहाँको नाम त तपाईले पक्कै पनि सुन्नु नै भएको होला। सौरभ ज्योति नेपालको वान अफ द ओल्डेस्ट बिजनेस हाउसको मेम्बर पनि हुन्, जुन हो ज्योति ग्रुप, फाउन्डेड इन 1940s बाइ हिज ग्रान्डफादर। सौरभ ज्योतिले आफ्नो स्कुलिङ इन्डियाबाट गरे र कलेज लाइफ पनि त्यतै नै पर्स्यु गरे। भर्खरै ज्योति ग्रुपको विभाजन भएपछि अहिले नयाँ ग्रुप फर्मेसन भएको छ, पद्मज्योति ग्रुप, जुनले ज्योति ग्रुपलाई 2 भागमा विभाजन गरेको थियो। र यो पद्मज्योति ग्रुप अन्तर्गत म्यानुफ्याक्चरिङ तर्फ विभिन्न कम्पनीजहरू पर्छ, जस्तै हिमाल स्टिल, हिमाल अक्सिजन, हिमाल वायर्स आदि। त्यसै यता फाइनेन्स तर्फ हेर्ने हो भने सगरमाथा इन्सुरेन्स, भाजुरत्न फाइनेन्स आदि पद्मज्योति ग्रुप अन्तर्गत पर्दछ। र यस्तै पद्मज्योति ग्रुप अन्तर्गतको अन्य मेजर कम्पनीजहरू हेर्ने हो भने बुटवल पावर कम्पनी BPC, फेमस आइसक्रिम ब्रान्ड बास्किन रोबिन्स आदि पनि नेपालमा यही कम्पनीले ओन गरेको छ। अर्का शार्क हुन् आनन्द बगारिया। आनन्द बगारिया नेपालको एग्रिकल्चरल बिजनेसको पावर हाउस निम्बस ग्रुपका MD हुन्। निम्बस ग्रुपको मेजर बिजनेस भनेको लाइभ स्टक बिजनेस नै हो। लाइभ स्टक बिजनेस भन्नाले जनावरहरूको पालन पोषण गरेर त्यसबाट आम्दानी कमाउने व्यावसायिक प्रक्रियालाई बुझिन्छ। यस्तो टाइपको बिजनेस नेपालको अर्बनदेखि रुरल बजारहरूमा एकदमै लोकप्रिय छ र कृषिमा आधारित प्रमुख आम्दानीको स्रोत पनि हो। 1998 मा फाउन्ड भएको यो कम्पनीले पहिला त इन्डियाबाट एग्री प्रोडक्ट्सहरू इम्पोर्ट मात्र गर्ने गर्दथ्यो र लेटर अन 2004 मा नेपालमा पहिलो पटक प्रोबायोटिक पेलेट फेड प्रोडक्सन युनिटको इस्टाब्लिसमेन्ट पनि यसै कम्पनीले गरेको थियो। निम्बसले अहिले 800 भन्दा बढी इम्प्लोइजलाई रोजगार दिँदै आएको छ भने 35,000 भन्दा बढी फार्मर्सहरूसँग सहकार्य गर्दै आएको छ। निम्बसका केही फेमस ब्रान्डहरू अन्तर्गत शक्ति फिड, व्यञ्जन मस्टर्ड ओइल, व्यञ्जन सनफ्लावर ओइल, व्यञ्जन आटा, हिमालयन ह्याप्पी पेट, व्यञ्जन अचार आदि पर्दछन्। Our next shark is one and only female shark of Shark Tank Nepal, who is Ritu Singh Vaidya. Ritu Singh Vaidya is also a former Femina Miss India and she also made up to top 10 in Miss World in the year 1991. र later on, Ritu Singh Vaidya को नेपालको फेमस बिजनेसम्यान सुरज वैद्यसँग बिहे भयो र उनी नेपाल आइन्। सुरज वैद्य पनि नेपाली बिजनेस वर्ल्डका चिर परिचित नाम नै हुन्, जसले FNCCI को चेयरम्यान भएर पनि काम गरिसकेका छन् र बोइथ यानी कि वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका प्रेसिडेन्ट र MD पनि हुन्। र प्राइमरीली हेर्ने हो भने रितु वैद्यले टोयोटा मोटर्स नेपाललाई लिड गर्दै आउनु भएको छ र रितु सिंह वैद्यलाई हामीले विभिन्न खालको वुमन इम्पावरमेन्ट प्रोग्राम्सहरूमा पनि आफ्नो सहभागिता जनाउँदै आएको देख्दै आएका छौँ। र अबका हाम्रा अन्तिम शार्क हुन् क्याबिनेट श्रेष्ठ। क्याबिनेट श्रेष्ठ इज चेयरम्यान अफ अग्नि ग्रुप। क्याबिनेट श्रेष्ठको फ्यामिली ब्याकग्राउन्ड भने पोलिटिक्ससँग सम्बन्धित छ र त्यसैले पनि उनको नाम क्याबिनेट हुन गएको र उनको भाइको नाम भने झन् पार्लियामेन्ट रहेको उनले एउटा इन्टरभ्यूमा खुलाएका थिए। क्याबिनेट श्रेष्ठका अनुसार उहाँको क्लोज फ्यामिली मेम्बर्सहरू धेरैजना नेपाल सरकारको मन्त्री समेत भइसकेका छन्। अग्नि ग्रुप नेपालमा इन्डियाको महिन्द्रा कम्पनीको भेकल्सको अथोराइज्ड डिस्ट्रिब्युटर हो सिन्स 1991। महिन्द्रा कम्पनीको फेमस भेकल्सहरूमा स्कर्पियो, बोलेरो, महिन्द्रा XUV, थार आदि पर्दछन्, जुन नेपालको जुनसुकै कुनामा पनि भेट्न सकिन्छ। अन्त्यमा म के भन्न चाहन्छु भने यो सो भनेको केवल एन्टरटेनमेन्ट मात्र होइन, इट्स अबाउट आइडियाज, इन्भेस्टमेन्ट्स एन्ड इम्प्याक्ट। अनि यस्तै इन्स्पायरिङ बिजनेस कन्टेन्टको लागि सब्स्क्राइब मनी मन्त्र।